हुनेछौँ। यहाँनिर ला मलाई त पासवर्डै स्कुलले दिएको छैन, माथि कुन मोबाइल नम्बर हाल्नु हो, मसँग त 3-4 नम्बर छ, कुन हाल्ने भनेर यहीँनिर यो तपाईँ हामी रोकिन। जस्तै अब हाम्रो 1500जना अभिभावकमध्ये 900 अभिभावकले प्रयोग गर्नुभएको छ। सायद अरू अभिभावकहरू यहाँ आएर अड्किनु भएको छ। तिनको 4-5 जना अभिभावकहरू विद्यालय यहाँ प्राविधिक शाखामा आएर मलाई त थाहा भएन त कसरी प्रयोग गर्ने भनेर सपोर्ट माग्नुहुन्छ। हामीले सपोर्ट गरिराखेका छौँ है। तपाईँहरूलाई म प्रत्यक्ष यहाँ देखाउँदछु। यहाँनिर एप्स डाउनलोड गरिसके पछाडि यो ठाउँमा पुगिसके पछाडि अब हामीले केही नगर्ने, क्रिएट पासवर्डमा क्लिक गर्ने। हेर्नुहोस् त यहाँ क्रिएट पासवर्ड छ। पासवर्ड के राख्ने भन्ने कुरा कुनै पनि आफैमा निहित हुन्छ क्या। त्यो कसैले तेरो पासवर्ड यो भन्यो भन्दा त्यो एक सिस्टा उसँग पनि छ भन्ने हुन्छ नि त। यहाँबाट तपाईँहरूले वर्षौँदेखि बच्चालाई प्रयोग गरेका, बच्चालाई खर्च गर्नुभएको, बच्चालाई विद्यालयले दिएको डकुमेन्ट, बच्चाहरू तपाईँहरूको विवरण सबै कुरा छ। यो अहिले एक्सेस पाउनु पनि हुँदैन। त्यसैले पासवर्ड क्रिएट गर्ने तपाईँहरूको जिम्मा हुन्छ। यहाँ के पासवर्ड राख्नु भएको छ भन्ने कुरा हामीलाई पनि थाहा हुँदैन। यतिको सेक्युरिटी गरेको छैन। के पासवर्ड छ तपाईँहरूको यो यहाँको हामी विद्यालयलाई पनि थाहा हुँदैन। विद्यालयलाई थाहा हुँदैन भनेर तपाईँले पासवर्ड बिर्सिदिनु भयो भने रिसेट गरिदिने। रिसेट गर्ने पनि प्रक्रिया तपाईँहरू आफैले रिसेट गर्नुहुन्छ अथवा हामीले रिसेट गरेर त्यो पासवर्ड चाहिँ तपाईँलाई एसएमएस मार्फत चाहिँ प्रदान गर्छौँ है। ती कुराहरू हुन्छ। यो क्रिएट पासवर्डमा तपाईँले क्लिक गर्नु होला। रजिस्ट्रेसन गर्ने बेलामा क्रिएट पासवर्डमा गएर पछाडिको यो ठाउँमा आएर धेरै अडचन गर्नुभएको छ भनिहालेँ है। कम्तीमा यहाँनिर मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। सुरुमा मोबाइल नम्बरमा अघि भने नि कुन मोबाइल नम्बर हाल्ने त कन्फ्युजन छ। त्यो मोबाइल नम्बर भनेको तपाईँहरूले विद्यालयमा बच्चा रजिस्ट्रेसन गर्दाखेरि, बच्चा एडमिसन गर्दाखेरि दिएको मोबाइल नम्बर, अर्थात् यसलाई अझ क्लियर भाषामा बुझ्दा नानीले लगाएको आइडी कार्डमा भएको जुन मोबाइल नम्बर हुन्छ त्यही आधिकारिक मोबाइल नम्बर हो। त्यही मोबाइल नम्बर तपाईँहरूले यहाँ हाल्नु पर्दछ। अरू मोबाइल नम्बर हाल्नु भयो भने यो विवरण तपाईँले उपलब्ध गर्न सक्नुहुन्छ है। त्यसमा पासवर्ड कसरी राख्ने भन्ने कुरा यहाँहरूलाई थाहा छ। 8वटा लेटर भएको जसमा क्यापिटल, स्मल लेटर, क्यापिटल, स्मल लेटर, सिम्बल र नम्बर मिक्स गरेर कम्तीमा 8वटा हुनुपर्छ। यो सेक्युरिटीको लागि है त। यो तपाईँको विगत कति वर्षदेखि विद्यालयमा पढिरहेको छ नानीले, नानीको डाटाहरू, अभिभावकको कन्ट्याक्ट नम्बरहरू, तपाईँहरूले लगानी गर्नुभएको सम्पूर्ण खर्चको विवरणहरू भएको कारणले यो सेक्युरिटीको लागि पासवर्ड अलिकति सबै कुरा मिक्स गरेर हार्ड पासवर्ड राख्नुपर्छ। यो पासवर्ड चाहिँ तपाईँहरूले कुनै डायरीमा, कपीमा कहीँ टिप्नुपर्ने हुन्छ है त। त्यहाँ बुझ्छ। जस्तै मैले उदाहरणको लागि अझै बुझाउनको लागि मोबाइल नम्बर, आइडी कार्डमा भएको मोबाइल नम्बर हाल्ने, ठ्याक्कै नानीहरूको आइडी कार्डमा भएको मोबाइल नम्बर हाल्ने, तर पासवर्डमा चाहिँ क्यापिटल ए लेखेको छु मैले। त्यस्तै एउटा कुनै कुनै क्यापिटल चाहियो, अनि स्मल लेटर चाहियो, सिम्बल चाहियो, अनि 1-2 का अक्षरहरू गरेर कम्तीमा पनि 8वटा त्यतिवटा पासवर्ड क्रिएट गरिसके पछाडि रजिस्टर गर्नु होला। त्यसरी रजिस्टर गरिसके पछाडि त्यसरी आइडी र पासवर्ड हालिसके पछाडि स्टुडेन्ट रजिस्ट्रेसन सक्सेसफुल्ली भनेर हरियो कलरले नोटिफिकेसन आउँछ माथि। तपाईँको आइडी क्रिएट भइसक्यो है भन्ने कुरा आयो अगाडि। अब रह्यो तपाईँले विद्यालयले उपलब्ध गराएको सफ्टवेयरभित्र कसरी पस्ने भन्ने कुरा ढोकासम्म तयार भइसक्यो। अब ढोकामा तपाईँले अघि राख्नुभएको मोबाइल नम्बर र अघि राख्नुभएको पासवर्ड हाल्नुपर्ने हुन्छ। यति हालेर लगइन बटनमा क्लिक गर्नु होला। लगइन बटनमा क्लिक गरिसके पछाडि तपाईँको नानीहरू कतिजना छन्, तपाईँले त्यो विद्यालयमा कतिजनाको अभिभावकत्वको भूमिका निर्वाह गर्नुभएको छ, तपाईँको आफन्तको कुनै नानीहरू पनि तपाईँले ल्याएर पढाइराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ, उसको विषयमा पनि तपाईँले हेरिराख्नु भएको छ भने त्यो एक्सिस उसको बुवा आमालाई नभएर मलाई दिनु, त्यसको विवरण सम्पूर्ण कुरा मैले हेर्न गएको छु भनेर यहाँ हामीलाई खबर गर्नुभयो भने त्यो पनि विवरण यहाँ हेर्न पाइन्छ। जस्तै अब उदाहरणलाई
कि यो मेरो नानीहरू दुईटा नानीहरू भए, यो मेरो दाजुको छोरा भयो, अब उहाँहरूले बाहिर हुनुहुन्छ तर उसको सम्पूर्ण जिम्मेवार मैले लिइराखेको छु। यो उसको अभिभावक, प्यारेन्ट्स नभए पनि अभिभावक म छु होइन। त्यसैले मैले यी नानीहरू सम्पूर्ण विवरणहरू हेरेर पाउनुपर्छ भनेर विद्यालयमा जानकारी गराए पछाडि यो एक्सिस मलाई भयो। यतिसम्म भयो। हामी भित्र पस्यौँ। अब नानीको कुन नानीको विषयमा म के जानकारी दिने भन्ने कुरा यहाँबाट नानीको नाममा त्यहाँनिर के गर्नुपर्ने हुन्छ। हेर्नुलाई मैले नानी दिव्या कोइराला कक्षा 5 सेक्सन नानीको प्रोफाइल खोलिसकेको छु। विद्यालयले तपाईँहरूको मोबाइलमा यति कुरा उपलब्ध गराएको छ। तपाईँकै हातमै छ क्या सबै कुरा। नानीको एक्जाम रुटिन तपाईँको हातमा छ। होमवर्क के उपलब्ध गराएको छ भन्ने कुरा होमवर्क गरेर यहाँ हाल्नै भन्न खोजेको होइन है। होमवर्क जस्तै नेपाली विषयको कति पृष्ठमा के होमवर्क गरेर ल्याउनु भनेर दिएको छ विद्यालयले। नानीले डायरी हरायो, छुट्यो, लेख्न भ्याएन, लेखेन अथवा नानी अनुपस्थित भएको बेला तपाईँले हेरेर नानीलाई जानकारी गराउनु। ला मोबाइल हेर भन्ने होइन, तपाईँहरूले हेरेर नानीलाई जानकारी उपलब्ध गराउनु। यति कुरा छ। एक्जाम रुटिनको बारेमा, होमवर्कको बारेमा, टाइम टेबलको बारेमा, लर्निङ मेटेरियल्स, इभ्यालुएसन रिपोर्ट, कन्भर्सेसन, मिटिङ, लाइब्रेरी, डकुमेन्ट, लिभ रिक्वेस्ट, एटेन्डेन्स, नोट, एकाडेमिक डिटेल्स, ट्रान्सपोर्टेसन र ट्रान्जेक्सन। यति कुराहरू तपाईँले आफ्नै मोबाइल हेरेर पाउनुहुन्छ। प्लस नोटिफिकेसन यहाँनिर हेर्नु त विद्यालयले म्यासेज पठाइरहेको हुन्छ। अब मेरो कमजोरी हेर्नु यहाँ 27वटा म्यासेज मैले आफै हेरेको छु। हेर्नु त म्यासेज छैन। तपाईँले एप खोलेर यहाँ चाहिँ नोटिफिकेसनमा क्लिक गर्नु होला के म्यासेज छ। जस्तै आज अब बिदाको विषयमा हामीले फेसबुकमा हालेका छौँ तर त्यो फेसबुकमा हाल्ने होइन, किनभने हामीले हाम्रा अभिभावकज्यूहरूलाई मात्र जानकारी गराउने हो। फेसबुकमा हालेपछि पब्लिकली हुन्छ, यहाँ हालेपछि अभिभावकले मात्र हेर्नुहुन्छ। एप्समा हालेको छ है। के कुरा हेर्नु यो कुरा मैले हरियो रातो गरेको छु। जस्तै अब यो हरियो अहिले हामीले ती मेनुहरूमध्ये एक्टिभ गरेको मेनु हरियो हो है। अनि रातो पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यो कालो रङले गरेको थियो। अहिले हामी बिस्तारै यसलाई प्रोग्रेस लिएर जाँदैछौँ यो विषयमा। सबै कुरा अब यहाँनिर हेर्नु त कन्भर्सेसन भन्ने अप्सन छ। अब अहिले विद्यालयसँग शिक्षकहरूसँग तपाईँहरूले मेसेन्जरमा, वाट्सएपमा कुरा गर्ने, पर्सनल कुराहरू राख्ने, अनि ती कुराहरूलाई लिएर पछि विद्यालयसँग नकारात्मक कुराहरू होला, सकारात्मक कुराहरू ती कुरालाई लिएर समस्या उत्पन्न हुने नहोस् भनेर विद्यालयको शिक्षकसँग, कक्षा शिक्षकसँग कुरा गर्नको लागि कन्भर्सेसन भन्ने दिएको छ। त्यहाँनिर बसेर कक्षा शिक्षकसँग तपाईँहरूले कुन समयमा उहाँ टिचर उपस्थित हुनुहुन्छ उहाँसँग म्यासेज कुरा गर्न पनि सक्नुहुन्छ। त्यहाँनिर अब मैले सर्वमाथि भन्दै गएँ तपाईँहरूलाई एक्जाम रुटिन। तपाईँले एक्जाम रुटिनमा क्लिक गर्नुभयो भने यहाँ सेलेक्ट गर्नु होला कुन एक्जामको रुटिन हेर्न मन छ। तपाईँले कुन एक्जामको रुटिन हेर्न मन लागेको छ, कुन हेर्नुपर्ने छ, यहाँ सेलेक्ट गर्नुभयो भने तपाईँले एक्जामको कति गते कुन समयमा त्यो एक्जाम हुँदैछ सम्पूर्ण विवरणहरू पाउनुहुन्छ। होमवर्क भन्ने मेनुमा क्लिक गर्नुभयो भने जस्तै 2 गते मैले नानीलाई स्कुल पठाउन सकिनँ अथवा नानीले डायरी हराएको थियो, ला के होमवर्क होला, अब कसरी गर्छ नानीले भन्ने विषयमा चिन्ता लिनु परेन। होमवर्कमा क्लिक गर्नुभयो भने त्यो दिनको कुन पेज नम्बर कुन विषयको के होमवर्क छ स्पष्ट लेखिदिएको हुन्छ। त्यसै गरी टाइम टेबल। अब तपाईँहरूले खोज्नुहुन्छ मेरो नानीले रुटिनै ल्याएको छैन भनेर भन्नुहुन्छ। अब पेपर होइन, पेपरलेस गर्नुपर्छ। जति सक्दो चाँडो त्यो हुँदा पानीमा भिज्ने, नानीले रुटिन हराउने पनि हुँदैन। अब जेटबाट तपाईँहरूले त्यो एप्स नै प्रत्येक दिनको रुटिन यसरी पाउनुहुन्छ। त्यो विषय कुन विषयले पढाउनुहुन्छ। जस्तै सोमबारको उत्तर नानीको सोमबार पिरियड फर्स्टमा इङ्ग्लिस सुषमा तामाङ मेमले पढाउनु हुँदो रहेछ भन्ने कुरा तपाईँहरूलाई क्लियर हुन्छ। अनि हामीले क्यालेन्डरको पछाडिपट्टि प्रत्येक टिचरको मोबाइलमा पनि दिएको छौँ। कुनै कुरा सोध्नु पर्यो भने टिचरको सहज समय पारेर तपाईँहरूले
इङ्ग्लिसको सुषमा म्याम हुँदो रहेछ भनेर सुषमा म्यामलाई बिहान बेलुका पारेर यसो कल गर्नुभयो भने आफ्नो जिज्ञासा पनि भेट्न सकिन्छ। प्रत्येक विषय यसरी आउँछ। सोमबार अब तपाईँ आज मङ्गलबार हो, ला रुटिन कहाँ राख्यो नानीले के हालिदिनु ब्यागमा भनेर चिन्ता लिनु पर्दैन। मोबाइलमा हेर्ने, टाइम टेबलमा क्लिक गर्ने, के भए सर्च गर्ने, तर रुटिन आइहाल्छ। त्यो पनि समस्याको समाधान भयो। इभ्यालुएसन रिपोर्ट सबैभन्दा राम्रो पक्ष आफ्नो नानीलाई गाइड गर्नको लागि हेर्नुहोस् है। नानीले रिजल्ट लिएर घरमा लगेको हुन्छ, तपाईँले लानुभएको हुन्छ, फर्स्ट टर्मको रिजल्ट कता पढ्यो, सेकेन्डको कहाँ पढ्यो, थर्डको कहाँ पढ्यो, युनिट टेस्टको कहाँ पढ्यो। अब नानीलाई के गर्नु पर्यो, ती सबै रुटिनहरू चाहिँ कम्पेयर गरेर नानीलाई गाइड गर्न मन लाग्यो भने ट्याक्क यहाँनिर इभ्यालुएसन रिपोर्टमा क्लिक गर्ने। फर्स्ट टर्ममा 3.27 जिपिए ल्याएको रहेछ, सेकेन्ड टर्ममा यति जिपिए ल्याएको रहेछ, थर्डमा यति ल्याएको रहेछ, एनुअलमा यति ल्याएछ। नानीले के गर्दैछ, प्रोग्रेस गर्दैछ कि घटाउँदैछ कि प्रत्येक टर्ममा बढाउँदैछ कि भन्ने कुराहरू यहाँबाट तपाईँले एक क्लिकमा सबै रिजल्ट भेला पारेर यहाँ हेर्न सक्नुभयो। सबैभन्दा सजिलो नानीलाई गाइड गर्नु, मेरो नानी त फर्स्ट टर्म भन्दा सेकेन्ड टर्म त यस्तो पो हुँदै रहेछ त, थर्ड टर्ममा त झन् यस्तो भएछ भन्ने पनि यहाँबाट दिन सक्नुहुन्छ। नयाँ कुरो अब यसबाट चाहिँ तपाईँहरूले पर्सेन्टेज पनि हेर्न पाउनुहुन्छ क्या। यहाँ यो जिपिए भनेको कति पर्सेन्ट आएछ भन्ने कुरा पर्सेन्टेज पनि त्यो मोबाइल एपमा पर्सनली आफ्नो नानीको पर्सेन्टेज हेर्नेसम्मको सुविधा दिएको छ। त्यो पर्सेन्टेज मार्क्स भन्ने कुरा नेपाल सरकारले त्यो नदेखाउनु, त्यस अन्तर्गत होइन जिपिएबाट रिजल्ट प्रकाशन गर्नु भनेको कुरामै यी कुराहरू उल्लेख भएको हुँदैन। तर आफ्नो नानीको यो जिपिएको आधारमा पर्सेन्टेज के रहेछ भन्ने कुरा इन्डिभिजुअल हेर्नको लागि चाहिँ पर्सेन्टेज पनि त्यहाँ उल्लेख गरेको छ। तपाईँलाई धेरै सहज हुन्छ है यो पर्सेन्टेज भएछ, टोटल मार्क्स पर्सेन्टेज हुन्छ। यो त सर्टमा भयो। तपाईँले यो एनुअल इक्जामको चाहिँ फुल ग्रेड सिटै हेर्छु भन्नुभयो भने कुनको हेरेर त्यहाँनिर क्लिक गर्नु। त्यहाँनिर क्लिक गरिसके पछाडि फुल ग्रेड सिटै हेर्न सक्नुहुन्छ तपाईँले। अहिले यहाँ ग्रेड सिट छुटेछ, मैले त्यहाँनिर क्लिक गर्नुभयो भने प्रत्येक विषयको मार्क्स सहितको ग्रेड सिट तपाईँले देख्न सक्नुहुन्छ। यहाँ जस्तै फर्स्ट टर्मको हेर्नु मन लाग्यो भने यहाँ क्लिक गर्नुहोस्। फर्स्ट टर्ममा तपाईँहरूको हातमा पुगेको ग्रेड सिट यहाँ पनि देख्न सक्नुहुन्छ। त्यसै गरी कन्भर्सेसनको बाटो हेर्नुहोस् त, तपाईँले वाट्सएप मेसेन्जर प्रयोग गर्नु पर्दैन आफ्नो शिक्षकसँग कुरा गर्नको लागि। यसरी तपाईँले कन्भर्सेसनमा क्लिक गर्नुभयो भने नानीको टिचर, नानीको क्लास टिचरको आइडी यहाँ तपाईँले देख्नुहुन्छ। यहाँनिर हरियो छ भने उहाँ म्याम चाहिँ अनलाइनमा हुनुहुँदो रहेछ है। उहाँले पनि एप्समा चाहिँ अभिभावकले केही सोध्नुहुन्छ कि भनेर बसिराख्नु भएको छ भन्ने कुरा हुन्छ। यसरी मेसेज पठाउन सकिन्छ। त्यसै गरी अर्को मेनुमा डकुमेन्ट भन्ने मेनु छ है। त्यहाँनिर तपाईँहरूले मेरो नानीको यो डकुमेन्ट हो, नानीको डकुमेन्ट प्रोफाइलमा एट्याच गरिदिनुहोस् न, कहिले कतै हराउँछ अथवा के हुन्छ भन्नुभयो भने तपाईँको एक्सेस हुने गरी त्यो विद्यालयले अपडेट गरिदिन्छ। विशेष गरी कक्षा 8को विद्यार्थीको डकुमेन्ट चाहिँ भर्खर सकेसम्म सबै अभिभावकले पनि हेर्न सक्ने गरी जन्म दर्ता चाहिँ अपडेट गरिदिने गरेको छ, कक्षा 8को है विशेष गरेर। अर्को एकदमै तपाईँहरूले प्रयोग गर्नुपर्ने पक्ष छ यहाँ लिभ रिक्वेस्ट। बच्चा आज बिरामी भयो, उपस्थित हुन सकेन विद्यालयमा, के गर्ने गर्नुभएको छ हजुरहरूले भन्नु त? छिमेकी विद्यार्थीलाई जानकारी पठाउने हो अथवा कक्षा शिक्षकलाई फोन गरेर मेरो नानी आज आउन सक्दैन, ज्वरो आयो भन्ने, त्यही हो है। त्यो पनि परेन क्या तपाईँले, आफ्नै हातमा मोबाइल छ, मोबाइलमा जाने तपाईँले लिभ रिक्वेस्ट भन्ने मेनु छ, त्यहाँ क्लिक गर्नु होला। मानिलो नानी अब हस्पिटलाइज भएको छ, 5-7 दिन रिकभर हुन लाग्ने पर्यो, यहाँनिर छान्नुहोस् तपाईँले कहिलेदेखि कहिलेसम्म नानी स्कुल आउन नसक्छ।
हालिसके पछाडि रिजनमा के कारणले मेरो बच्चा यो समस्या भएर हस्पिटलमा एडमिट भएको छ त्यो कारणले आउन सकेन, अथवा मेरो नानीको वर्तमान हुने भएको हुनाले आउन सकेन, अथवा के छ एबिसी जे भए पनि त्यो विवरण पनि उल्लेख गरेर सब्मिट गरिदिनुहोस्। स्कुलमा जानकारी आउँछ, यो लिभ रेकर्डमा बस्छ। यसरी नानीले अभिभावकले सधैँभरि मेरो नानी यो दिन बिरामी परेको कहिलेको थियो भन्ने कुरा आफूलाई डेट चाहियो भने पनि त्यो बसिदियो क्या हिस्ट्रीमा। तपाईँले 5 वर्षपछि पनि त्यो हेर्न सक्नुहुन्छ। यसरी पठाउनु भयो, विद्यालयले एप्रुभ गर्न सक्यो। तपाईँले केही त्यसमा अब फोन गर्ने, मेसेज गर्ने, टिचरलाई भेट्न जाने, छिमेकी विद्यार्थीलाई पठाउने के गर्नु पऱ्यो, यी कुरा हामी कक्षा शिक्षकलाई उपलब्ध गराइदिन्छ विद्यालय प्रशासनले। सक्यो। अस्ति धेरैजना, अनि अस्ति अब तपाईँको योभन्दा अघिल्लो सेसनमा कसैले यो प्रयोग गर्नुभयो, कसैले गर्नु भएको छैन। यो मेन कुरा यो प्रयोग गरिदिनु होला हजुरहरूले। एटेन्डेन्स कक्षा 9को सन्दर्भमा है, 9, 8, 9, 10, 7, 8, 9, 10 नानीहरूलाई हामीले बायोमेट्रिक एटेन्डेन्स गराएका छौँ। यसमा तपाईँले आफ्नो नानीहरूलाई पनि भन्नु होला। त्यो धेरैजना यता विद्यार्थी स्कुल आएको छ, अभिभावक त्यसको 15 मिनटपछि स्यासेर फ्याँक्न हुँदा मेरो नानी हरायो भन्दै आउनु भएको छ। किन भन्दा नानीले बायोमेट्रिक एटेन्डेन्स गरिदिएन। त्यो तपाईँहरूले घरमा नानीलाई तिमी गेटबाट छिर्ने बित्तिकै एटेन्डेन्स गर, नभए तिमी कतिखेर स्कुल पुग्यो हामीसँग केही आधार हुँदैन, हरायो भने पनि हामीसँग केही आधार हुँदैन, गेटबाट छिर्ने बित्तिकै बायोमेट्रिक एटेन्डेन्स चाहिँ गरिहाल है भनिदिनु होला। त्यति भनेपछि तपाईँलाई म्यासेज आउँदैन। एटेन्डेन्स गरेर टाइम सक्यो भने तपाईँको नानी विद्यालयमा उपस्थित नभएको भनेर म्यासेज आउँछ। तपाईँहरू आत्तिएर घरबाट त पठाउनु भएको थियो, तर स्कुलबाट आएको छैन भनेर म्यासेज आयो, कन्फ्युजन भयो, लाखा भयो। आउनुहुन्छ तपाईँ, पछि कक्षा कोठामा हेर्दा पढिरहेको हुन्छ। प्रविधिलाई थलो कि त त्यहाँ तपाईँहरूले दुःख पाउनुभयो, हामीले पनि दुःख पायौँ। त्यही भएर हजुरहरूले पनि सम्झाइदिनु होला, नानी गेटबाट छिर्ने बित्तिकै एटेन्डेन्स गर्ने। केही कदम छोडिहाल्यो भने पनि कक्षामा छिरेपछि कक्षा शिक्षकले एकचोटि नानी हो तिमीहरू कसैको एटेन्डेन्स गरेर छुटेको छ भने मेसेज जाने बेला भयो, तर तिमीले गर एटेन्डेन्स गरिहाल भनेर 2 मिनट भए पनि पठाउनु होला। त्यो चाहिँ टिचरहरूले गएर एटेन्डेन्स गराउन लाग्नु होला। अनि मात्र प्यारेन्ट्सलाई मेसेज पठाउँदा नछुटे विद्यार्थी जो आएको छ उहाँहरूको मात्र जान्छ, स्कुलबाट मेसेज गर्नुभएछ है, 11मा रहेछ नानीहरू भन्ने कुरा हुन्छ। यो एकदमै प्रयोग गर्नुपर्ने हुन्छ है त। बायोमेट्रिक एटेन्डेन्स प्रयोग गरेको छु। अनि यो चाहिँ नानीहरूलाई तपाईँले सम्झाइदिनु होला, हामीले पनि भनिरहेको छौँ, कक्षा शिक्षकहरूले पनि सम्झाइराख्नु भएको छ, यो प्रयोग गरिदिनु होला। एकाडेमिक डिटेल्स हेर्नु त, मेरो नानी न्युटन स्कुलमा कति सालदेखि पढ्दै गएको छ, हिस्ट्री थाहा भयो क्या। तपाईँ कतै जानुहुन्छ, मेरो नानी त भयो होला 2-4 वर्ष भयो न्युटन स्कुलमा हालेको होइन। सधैँ हेर्ने मेरो नानी त 75 सालदेखि पढिरहेको छ त्यहाँ। 75 सालमा मेरो नानी त अब ठिकै थियो। त्यस पछाडि तपाईँको 78 सालमा पुगेर त मेरो नानी बस्के भयो। हेर्नु त, मलाई फुल स्कलरसिप दिएको छ विद्यालयले भनेर तपाईँले एप भित्रै देखाउनु भयो भने बच्चा पनि खुसी, तपाईँले आफ्नो जग्गासँग घट्छ उहाँ यस्तो पो रहेछ सिस्टम भन्ने कुरा हुन्छ। स्कलरसिप पाएको छ, पढाइ राम्रो छ, जेएनआर अन्तर्गत उसले पाएको छ, यसरी त्यो पनि देखिन्छ है त। सुरु प्री प्राइमरीदेखि प्री नर्सरीदेखि पढेको हिस्ट्री सबै कुरा आउँछ त्यहाँनिर। ट्रान्सपोर्टेसन, विद्यार्थी कहिलेदेखि ट्रान्सपोर्टेसन युज गरिरहेको छ हो, ती कुराहरूको ट्रान्सपोर्टेसनमा क्लिक गर्नु भयो भने नानी 1 वे